सुन्तला बहिनीलाई मात्रै भाइरल होइन यहाँ हाम्रो भाइले पनि बिकाइन भने स्टिकर चाहिँ कतिवटा टाल्छ अरे भाइ दिनमा हामीले नभनेको पनि दिनमा चाहिँ यहाँनिर 30वटा 40वटा चाहिँ जान्छ यहाँबाट बिकानेरमा गाडीमा यो चाहिँ तपाईँको दुईटाको चाहिँ 200 हो हजुर एउटा मात्रै टाल्नु भयो भने त 100 हो अन्त तपाईँले यहाँनिर रानीपुर यता बिरगढीमा आउनुहुन्छ टाल्ने हो भने यो 200 रुपियाँ के होइन तपाईँको 500 अगाडि चाहिँ के भन्छ अब त्यही त यो चाहिँ हाम्रो यहाँ जब अब यहाँ छैन बाहिरतिर चाहिँ है सिक्किममा पसेपछि चाहिँ तपाईँको यो बी काइन्ड टु एनिमल्स भन्ने चाहिँ चालेको हुनुपर्छ प्राइभेट होस् या चाहिँ ट्याक्सी होस् अगाडि पछाडि र यो भाइहरूको चाहिँ यहाँ दोकान रहेछ होइन अन्त यो भाइहरूलाई चाहिँ सोधेको दिनमा कतिवटा टाल्छ भनेको चाहिँ कतिवटा अरे भाइ 30-40 डेली टाल्छ अरे गाडीमा यसरी चलन गरिदिनु हुँदो रहेछ हो अन्त काट यो यसरी चाहिँ अब चालन पर्ने रहेछ अब आउन चाहिँ सुन्तला बहिनी चाहिँ यहाँ हाम्रो स्टिकर भाइलाई पनि रहेछ एकदमै यसरी गरी खानुपर्छ हेर्नु लु यहाँ हेर्नुहोस् न साथीहरू हो यहाँनिर भाइहरूलाई देखेर चाहिँ एकदमै खुसी लाग्यो अनि मैले भने कस्तो खुसी लाग्यो भाइहरूलाई देखेर म भिडियो बनाऊ भनेर सोधेँ अनि हुन्छ बनाइदिनुहोस् न हाम्रो दोकानको पनि अलिकति एड गरिदिनुहोस् यहाँ हाम्रो म्याटहरू पाउँछ एसेसरिजहरू स्प्रेहरू पाउँछ अनि नम्बर टाल्ने यो स्टिकर बी काइन्ड टु एनिमल भन्ने स्टिकरहरू यहाँ टालिन्छ हुन्छ बनाइदिनुहोस् न भनेर भन्यो अनि मैले उहाँहरूलाई भने पनि कस्तो खुसी लाग्यो भाइ यसरी काम गरेर खाएको है मान्छेले चोरेर खानु ढाँटेर खानु लाज हुन्छ तर काम गरेर खानु चाहिँ लाज हुँदैन चाहे त्यो काम सानो होस् चाहे ठुलो होस् भनेर एकदमै उहाँहरूलाई पनि इन्करेज गरेँ अनि भिडियो पनि बनाएँ अन्त एज सोद्धाखेरि कति हो भन्दाखेरि 18 इयर्स अरे हो अनि उहाँहरूको चाहिँ 4जना टिम रहेछ कसैले स्टिकर टाल्ने है मेरो दोकानको यस्तो पनि सबै देखाइदिनुहोस् न भन्दै थियो भाइले हो अनि कसैले चाहिँ यसरी नम्बर टाल्ने काम गर्दो रहेछ कतिले चाहिँ त्यो नम्बर गाडीमा लेख्ने कस्तो खुसी लागेको अब क्या अहिलेको यङ जेनेरेसनहरूले यसरी काम गर्दाखेरि अनि सबै यङ जेनेरेसनकोमा यस्तै खालको सोच आयो भने सायदै हाम्रो सिक्किममा त्यो उयसको फाइनेन्सियल कमी पनि हुँदैन होला युवाहरूमा अनि खुसी लाग्यो अनि अर्को भाइले चाहिँ भन्दै थियो मेरो सबै देखाइदिनुहोस् न भनेर चाहिँ हो यो मेसिन पनि देखाइदिनुहोस् भन्दै थियो हो त्यहाँबाट उयो पर ल्याएको छु यहाँनिर स्प्रेहरू पनि छ म्याटहरू पनि छ भनेर चाहिँ मान्छेले बुझेर टाल्नु पर्यो नि त किन भन्दाखेरि चाहिँ अब दामी स्टेट बुझ्नु धेरै चाहिँ अब बिकाइन्ड एनिमल सबै गाडीमा टालेको छ चाहिँ The evening drips like honey, oh so slow. A saxophone whispers where shadows go. Gentle piano paints the twilight's hue as cobblestone sighs beneath our shoe. The books are sleeping on the dusty shelves. Stories of lives and forgotten a cafe's hum, a gentle drum in play echoes the footsteps of an endless day. Oh, city